हरेक कथाको अन्त्य हुन्छ, तर हाम्रो ब्रह्माण्डको कथा, यो विशाल कस्मोसको कथा कसरी टुङ्गिएला? यो प्रश्न सायद मानव जातिले सोधेको सबैभन्दा गहिरो प्रश्नहरूमध्ये एक हो। आउनुहोस् आज विज्ञानको आँखाबाट ब्रह्माण्डको अन्तिम नियति के हुन सक्छ त्यसमा डुबुल्की मारौँ। सोच्नुहोस् त, हामीले सुनेका, पढेका वा हेरेका हरेक कथाहरू, ती सबैको एउटा अन्त्य हुन्छ, होइन त? एउटा निश्चित दि एन्ड हुन्छ। तर जब कुरा हाम्रो आफ्नै ब्रह्माण्डको आउँछ, यो प्रश्न एकदमै विशाल र साँच्चै भन्नुपर्दा अलि डरलाग्दो पनि बन्छ। के हाम्रो यो विशाल अस्तित्वको पनि कुनै अन्त्य छ त? र यदि छ भने त्यो कस्तो होला? चिसो मौनतामा कि आगोको ज्वालामा? ल यही रहस्यको खोजीमा लागौँ। हाम्रो यो खोजी सुरु हुन्छ 19औं शताब्दीबाट। त्यो बेला एउटा यस्तो भविष्यवाणी गरिएको थियो जसले ब्रह्माण्डको भविष्यको एउटा निकै नै चिसो र अन्धकारमय तस्विर देखाएको थियो। यो सिद्धान्तको नाम हो हिट डेथ वा द बिग फ्रिज। अब यो सुन्दा जति डरलाग्दो छ, यसको अवधारणा एकदमै सरल छ। कल्पना गर्नुहोस्, ब्रह्माण्डमा भएको सबै ऊर्जा, ताराको तापदेखि लिएर हरेक गतिको ऊर्जा बिस्तारै बिस्तारै फैलिँदै जान्छ र अन्त्यमा सबै कुरा चिसिन्छ। सबैतिरको तापक्रम एउटै हुन्छ अनि केही पनि हुँदैन। कुनै तारा चम्किँदैन, कुनै ग्रह घुम्दैन, केवल चिसो, अँध्यारो र अनन्त मौनता। अब यो भविष्यवाणी कुनै मनगढन्ती कथा होइन, यो भौतिक विज्ञानको एउटा एकदमै आधारभूत नियममा टिकेको छ। आउनुहोस् त्यो नियम के हो त्यो बुझौँ। यो हो थर्मोडाइनामिक्सको दोस्रो नियम। सुन्दा अलि जटिल लाग्ला, तर यो हामीले हरेक दिन अनुभव गर्ने कुरा हो। सोच्नुहोस् त, तपाईले एउटा तातो कफीको कप टेबलमा राख्नुभयो। के हुन्छ? बिस्तारै त्यो चिसिन्छ, होइन? किनकि त्यसको ताप कोठाको चिसो हावामा फैलिन्छ। तर के तपाईले कहिल्यै कोठाको हावाबाट ताप लिएर चिसो कफी आफै तातेको देख्नुभएको छ? छैन नि। हो, ऊर्जाको प्रवाह सधैँ तातोबाट चिसोतिर मात्र हुन्छ। यो एकतर्फी बाटो हो र यो नियम पुरै ब्रह्माण्डमा लागू हुन्छ। अनि सन् 1852मा लर्ड केल्भिन नामका एक महान भौतिक शास्त्रीले यही सानो कफीको कपमा लागू हुने नियमलाई पुरै ब्रह्माण्डमा लागू गरेर हेरे र उनले के निष्कर्ष निकाले भने प्रकृतिमा हरेक उपयोगी ऊर्जा बिस्तारै खेर जाने, फैलने एउटा विश्वव्यापी प्रवृत्ति छ र यो प्रवृत्तिले हामीलाई एउटै दिशामा लगिरहेको छ, एउटा निश्चित अपरिहार्य अन्त्यतर्फ। त्यसो भए यो अन्त्यको प्रक्रिया कसरी अगाडि बढ्छ त? ल यसलाई चरणबद्ध रूपमा हेरौँ। पहिलो, ब्रह्माण्डमा भएका सबै ताराहरू र ग्यालेक्सीहरूको ऊर्जा बिस्तारै तापको रूपमा फैलिन्छ। दोस्रो, यो प्रक्रियाले गर्दा ब्रह्माण्डभरि तापक्रम एक नासको हुन्छ, न कतै तातो न कतै चिसो। तीसरो, जब तापक्रमको फरक नै रहँदैन तब ऊर्जाको प्रवाह पनि रोकिन्छ र ऊर्जाको प्रवाह बिना कुनै पनि काम हुन सक्दैन। न त नयाँ तारा बन्न सक्छ, न त जीवन चल्न सक्छ र अन्त्यमा ब्रह्माण्ड अधिकतम एन्ट्रोपी अर्थात् अव्यवस्थाको अवस्थामा पुग्छ, एक स्थिर, मृत र सदाको लागि शान्त अवस्था। र यो अन्त्य आउन कति समय लाग्ला? यहाँनिर त दिमागले काम गर्नै छोड्छ। हेर्नुहोस्, नयाँ ताराहरू बन्न बन्द हुन मात्रै 1 खर्ब वर्ष लाग्नेछ। त्यसपछि पनि कथा सकिँदैन। ब्ल्याक होलहरूको युग सुरु हुन्छ र अन्तिम सबैभन्दा विशाल ब्ल्याक होल पनि इभ्यापोरेट भएर सकिन 10 को पछाडि 100 शून्य यति वर्ष लाग्छ। यो समय यति विशाल छ कि यसको तुलनामा ब्रह्माण्डको अहिलेसम्मको 13.5 अर्ब वर्षको आयु त आँखा झिम्के जस्तो मात्र हो। तर के ब्रह्माण्डको कथा साँच्चै यति निराशाजनक छ त? केही समयसम्म त यस्तै लाग्यो। तर 20औं शताब्दीमा एउटा यस्तो खोज भयो जसले यो पुरै हिट डेथको कथामा एउटा ठूलो प्रश्नचिन्ह खडा गरिदियो। प्रश्न यो उठ्यो कि 19औं शताब्दीका भौतिक शास्त्रीहरूले कुनै महत्त्वपूर्ण कुरा छुटाइरहेका थिए? के उनीहरूले हेरिरहेको पजलको कुनै एउटा ठूलो टुक्रा हराइरहेको थियो? हो, त्रुटि थियो। र त्यो त्रुटि थियो उनीहरूको ब्रह्माण्डको मोडलमा। उनीहरूले ब्रह्माण्डलाई एउटा बन्द, सिलबन्दी बाकस जस्तो सोचेका थिए, जहाँ ग्यासका कणहरू फैलिएर एकनाश हुन्छन्। तर हाम्रो ब्रह्माण्ड त्यस्तो स्थिर बाकस होइन। यो त विस्तार भइरहेको छ, हरेक पल नयाँ स्पेस बनिरहेको छ र यो विस्तारले गुरुत्वाकर्षणसँग मिलेर खेलको नियम नै पुरै बदलिदिन्छ। र यहीँनिर आउँछ एउटा दिमाग घुमाउने विचार। सैद्धान्तिक भौतिकशास्त्री पल डेभिसको शब्दमा भन्नुपर्दा ब्रह्माण्डले एकै समयमा दुईटा विपरीत देखिने काम गर्न सक्छ। यो झन्झन व्यवस्थित पनि हुन सक्छ र यसको समग्र एन्ट्रोपी वा अव्यवस्था पनि बढ्न सक्छ। सुन्दा त असम्भव लाग्छ, होइन र?
तर ब्रह्माण्डको विस्तारले गर्दा यो सम्भव छ। यसलाई एन्ट्रोपी ग्याप भनिन्छ। कल्पना गर्नुहोस्, ब्रह्माण्ड एउटा कोठा हो। यो कोठा हरेक सेकेन्ड झन ठूलो हुँदैछ। अब कोठामा भएको धुलो एक्चुअल एन्ट्रोपी पनि फैलिरहेको छ, तर कोठा आफै म्याक्सिमम पोसिबल एन्ट्रोपी त्योभन्दा धेरै छिटो बढिरहेको छ। यो बढ्दो खाली ठाउँले गर्दा त्यो धुलो जम्मा भएर नयाँ नयाँ संरचनाहरू जस्तै ग्यालेक्सी, तारा र सायद जीवन पनि बनाउनका लागि प्रशस्त ठाउँ र सम्भावना रहन्छ। यसको मतलब के हो? हिट डेथ अनिवार्य छैन, बरु ब्रह्माण्डमा सृजना र जटिलताको लागि अनन्त भविष्य हुन सक्छ। वाह, कस्तो सुखद मोड होइन? हिट डेथको चिसो अन्धकारमय भविष्यबाट हामी अनन्त सृजना र जटिलताको आशावादी भविष्यमा आइपुग्यौं। कथाले ह्याप्पी एन्डिङ पाए जस्तो लाग्यो, तर विज्ञानको कथा कहिल्यै यति सजिलै सकिँदैन। यसमा सधैँ नयाँ अप्रत्याशित मोडहरू आउँछन्। दशकौंसम्म ब्रह्माण्डको विस्तार तीव्र गतिमा भइरहेको छ भन्ने खोजले यही आशावादी कथालाई बल दियो। सबैलाई लाग्यो हाम्रो भविष्य भनेको अनन्त विकास र विस्तार नै हो। जबसम्म भर्खरैको कुरा हो, सन् 2026को सुरुमा केही नयाँ तथ्याङ्कहरू आए र ती तथ्याङ्कहरूले फेरि एकपटक कथाको पुरै पटकथा नै बदलिदिए। डार्क एनर्जी सर्वे र डार्क एनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट जस्ता परियोजनाहरूबाट आएका नयाँ डेटाले पुराना मोडलहरूलाई नै चुनौती दिएका छन्। यसले के सङ्केत गर्छ भने जुन डार्क एनर्जीले ब्रह्माण्डलाई फैलाइरहेको छ त्यो सधैँ उस्तै नरहन सक्छ, यो कमजोर हुँदै जान सक्छ। र यदि यसको ऊर्जा, जसलाई कस्मोलोजिकल कन्स्टेन्ट भनिन्छ, नकारात्मक भयो भने तब ब्रह्माण्डको विस्तार ढिलो हुनेछ, रोकिनेछ र त्यसपछि उल्टो दिशामा फर्किनेछ। हो, बिग क्रन्चको सिद्धान्त फेरि चर्चामा आएको छ। र यो अन्त्यको समयरेखा त्यो हिट डेथको अकल्पनीय लामो समयरेखाभन्दा बिल्कुलै फरक छ। यो निकै छोटो र निकै हिंसात्मक छ। यो नयाँ मोडल अनुसार आजभन्दा करिब 11 अर्ब वर्षपछि ब्रह्माण्ड आफ्नो अधिकतम आकारमा पुग्नेछ र विस्तार रोकिनेछ, र त्यसको केवल 20 अर्ब वर्षपछि सबै कुरा, हरेक ग्यालेक्सी, हरेक तारा, सबै थोक फेरि एउटै तातो घना बिन्दुमा गएर खुम्चिनेछ। यसलाई भनिन्छ द बिग क्रन्च। ल, त्यसो भए अब हामी कहाँ आइपुग्यौँ त? आजको दिनमा विज्ञानले हामीलाई ब्रह्माण्डको अन्त्यका लागि 3वटा मुख्य सम्भावनाहरू देखाउँछ। पहिलो, हिट डेथ, चिसो, अन्ध्यारो र स्थिर अन्त्य। दोस्रो, एन्डलेस कम्प्लेक्सिटी, जहाँ ब्रह्माण्डको विस्तारले गर्दा सृजना र जीवनको लागि अनन्त भविष्य रहन्छ। र तेस्रो, बिग क्रन्च, जहाँ ब्रह्माण्ड फेरि एउटै बिन्दुमा खुम्चिन्छ, एउटा आगोको अन्त्य जसले सायद अर्को बिग ब्याङको लागि बाटो खोल्न पनि सक्छ। यो सबै कुराले हामीलाई फेरि त्यहीँ फर्काउँछ जहाँबाट हामीले सुरु गरेका थियौँ, त्यही अन्तिम प्रश्नमा। तर अब हामीलाई यो प्रश्नको उत्तर कति सरल छैन भन्ने थाहा भएको छ। प्रसिद्ध ब्रह्माण्डविद शन क्यारोलले भने जस्तै हामी फेरि यस्तो स्थितिमा आइपुगेका छौँ जहाँ ब्रह्माण्डको अन्त्य कसरी हुन्छ भन्ने बारे हामीलाई शून्य ज्ञान छ। यो निराशाको कुरा होइन, यो त विज्ञानको सबैभन्दा सुन्दर र रोमाञ्चक पक्ष हो। हामीले सोचेका थियौँ कि हामी उत्तरको नजिक छौँ, तर थाहा भयो हामी त भर्खर प्रश्नहरू सोध्न सुरु गर्दैछौँ। ब्रह्माण्डको कथाको अन्तिम अध्याय अझै लेखिएको छैन। के त्यो अध्याय चिसो अनन्त मौनताले भरिएको होला, वा अनन्त सृजना र जटिलताले? कि आगोको ज्वालामा जलेर फेरि नयाँ सुरुवात गर्ने कथा होला? यसको उत्तर जे भए पनि त्यो उत्तरको खोजी नै मानव ज्ञानको सबैभन्दा ठूलो र रोमाञ्चक यात्रा हो।